संघर्ष 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 जुन नेपाली गाँजाको वस्तुहरूमा बनाउनमा मैले गत 30 वर्षदेखि निरन्तर लागिरहेको छु भने गत 1 वर्षदेखि त झन् धुरन्धर रूपमा एकदम नेपाली जनताहरूलाई नयाँ नयाँ प्रविधि दिने र मैले पनि आफ्नो प्रविधिलाई प्रयोग गर्नको लागि बनाइएका रिसर्च अनुसारका मेसिनहरू अहिले हाल आएर मैले एउटा इन्जिनियर हुन्छ लुधियानाको इन्जिनियरसँग मिलेर राम्रो किसिमको मेसिन उत्पादन गरिरहेको छु। जुन अहिले यो मेसिन 10 लाख भित्र बन्ने र जुन गाँजाको अल्लोको बोक्राबाट छ सिधै पकाउनु पनि नपर्ने गरी कन सिधै चाहिँ यसको रेसा निकाल्ने र यसको उन जस्तो बनाउने प्रविधि बनाउँदै गरेको छु। जुन प्रविधि थोरै भए पनि हाम्रो साथीले पठाएको भिडियोमा देखे अनुसार म त नेपालमा छु तर उता मेसिन बनिरहेको छ र प्रत्येक दिन व्हाट्सएपमा कन्ट्याक्ट गरेर हामीले यो प्रविधिको मेसिन काठबाट साथै फलामबाट पनि दोहोरो तरिकाले बनाइएको यो मेसिन चाहिँ अब नेपाली जनताहरूलाई पक्कै पनि सानातिना उद्योगहरूलाई धेरै भन्दा धेरै राहत मिल्नेछ जस्तो लाग्छ मलाई। अझै पनि कोसिस गर्दैछु कि यो भन्दा राम्रो प्रविधिको मेसिन कसरी बनाउने, कहाँबाट बनाउने, किन नेपालमै बनाउन खोजेको थिए तर नेपालमा पर्याप्त स्रोत साधनको अभावले गर्दा मैले इन्डियामा बनाउनु परेको। यो टेक्नोलोजी नेपालका लागि रहनेछ र नेपाली दाजुभाइलाई प्रयोग हुनेछ। विस्तार गर्दै यो टेक्नोलोजी प्रत्येक स्थानीय निकायहरू कहाँ पुग्नेछ र यस्तो कोसिस गरिरहेको छु। हजुरहरूले पनि यो पेजलाई लाइक शेयर गरी सहयोग गरिदिनु होला र कहिल्यै पनि नेपाली उत्पादनलाई प्रवर्धन गर्नको लागि गणेश हेम्पलाई नबिर्सिनु होला। धन्यवाद।